पानी परेको आवाज सुन्दै सुत्नलाई चाहिँ कति धेरै मजा आउँछ नि। हिजो बेलुकादेखि चाहिँ कोरियामा पानी परेको परै नै छ। अचेल जाडो छैन नि त, झ्यालहरू खोल्दाखेरि चाहिँ पानी परेको कस्तो मजाको आवाज आउने कि। आज चाहिँ उठ्नै मन लागिरहेको थिएन कि, तर के गर्ने, मेसेज आएर बसेको हुन्छ 200 वटा भन्दा माथि, रिप्लाई दिन परिहाल्छ, के गर्ने। मेरो चाहिँ कोरियामा कामै यही छ, नेपालमा कस्मेटिक प्रडक्ट पठाउने, कोरियामा बसेर कोरिया नेपाल दुवै ठाउँमा डेलिभरी गरिदिने। जतिसुकै मेसेज आएर बसेको होस् न, मलाई बिहान उठ्ने बित्तिकै घर कसिङ्ग नलगाइकन बेड सिनित्त पारेर नमिलाएसम्म काममा मन एक पनि नै लाग्दैन। यो क्यान्डलले त झन् मान्छे फ्रेस, रुमै फ्रेस बनाइदिन्छ कि। यति मिठो स्मेल आउँछ नि साथीहरू। आफू बसिरहेको रुम चाहिँ आफैलाई गनाउँदैन रहेछ कि, तर अरू कोही झट्ट आफ्नो रुममा आयो भने चाहिँ डर्टी खालको स्मेल आउँदो रहेछ। यो कुराहरू चाहिँ प्रायले नोटिस गर्नुभएको होला, मैले पनि नोटिस गरेको छु कि आफू आफ्नै रुम पनि के बाहिर गएर आउँदाखेरि छुट्टै नै स्मेल आउने, फेरि बसिराख्दाखेरि केही पनि नगनाउने। तर यो क्यान्डलले चाहिँ साँच्चै भनेको यो आगोले चाहिँ आफ्नो घरको रुमको स्मेलहरू चाहिँ, डर्टी स्मेलहरू चाहिँ सबै खाइदिन्छ अरे। त्यही भएर चाहिँ अचेल मैले क्यान्डल बाल्न लागेको छु। साँच्चै मुडै फ्रेस बनाइदिँदो रहेछ। म चाहिँ सेतो कपडाहरू कहिले पनि वासिङ मेसिनमा धुदिनँ। सफा सेतो कपडा हालेको छ भने पनि फोहोर बनेर बाहिर निस्किन्छ भनेको, त्यही भएर चाहिँ मैले हातले धुने गरेको छु। अरू कलरको कपडाहरू चाहिँ वासिङ मेसिनमै धुन्छु। सेकेन्ड ह्यान्डको वासिङ मेसिन ल्याएको चित्तै परिरहेको छैन कि, एक पनि सफासँग धुँदैन भनेको, जहाँबाट पनि गतिलो सामानहरू नपरेको जस्तो फिल हुन्छ भनेको। के गर्ने, राम्रो राम्रोले